शुभप्रभात साथीहरू। अहिले नेपालको राजनीतिमा असाध्यै ठुलो प्रकम्पन भइरहेको छ। विशेष गरेर साउन 28 गते शेरबहादुर देउवाको आगमनसँगै शेरबहादुर देउवाले बार्दलीमा गएर बोलेको केही कुराहरूलाई लिएर चाहिँ नेपालको राजनीति तरङ्गित भइरहेको छ। राजाले त सकेनन्, अरूले सक्छ भन्ने विषयलाई लिएर यो विषय सुन्दा फेरि देउवा कहीँ न कहीँ अब दूरदृष्टि गुमाइसकेको भन्ने त प्रमाणित भएको छ नै। नभएको भए यदि देउवाले आफ्नो अगाडि देखेको त्यो भिडलाई सबै मेरै समर्थक हुन्, सबै मेरै लागि ज्यान दिने हुन् भनेर सोच्नु असाध्यै गलत छ। त्यहाँ जाने केही व्यक्तिहरू राष्ट्रिय युवा सङ्घका, केही नेकपाका कार्यकर्ता र केही व्यक्तिहरू देउवालाई देखाएर आफ्नो भिडियोमा भ्युज बढाउनको लागि फेसबुक मोनिटाइज भएका व्यक्तिहरू पनि गएको देखिन्छ र त्यो भिडलाई देखेर देउवा हौसिएर फेरि एउटा खालको प्रवचन दिनु त्यो त्यति लाभदायक चाहिँ देखिन्छ। पक्कै पनि नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेसभित्र रहेका सच्चा नेतालाई माया गर्ने भनेको त अहिले विश्वप्रकाश र गगनहरूकै समूहमा देखिन्छ। जति पनि अहिले देउवा समूहमा गएका छन् कहीँ न कहीँ अख्तियारले ट्याग लगाइदिएका, कतै न कतै छानबिन भइरहेका, खानतलासी भइरहेका र गगन र विश्वप्रकाशहरूको समूहबाट हामी सुरक्षित छैनौँ, अब हामी कालकोठीमा सड्ने दिन आए भनेर सोचेर कहीँ कतै मुन्टो अडाउने ठाउँ पाइन्छ भने यो अस्त्र भनेको देउवा नै हुन् भनेर यो अस्त्र प्रयोग गरेर देउवाको शरणमा गएको नेताहरू नै त्यहाँ बढी हावी भएको देखिन्छ। गगनले त भनेकै थिए पहिल्यै, घाम ताप्ने होस् कि रुखको छारी मुनि बस्ने होस्, सबैलाई छानबिन होस्, न्यायिक तरिकाले कारबाही होस् भनेर भनेकै थिए। यो भएपछि जति पनि देउवाका पक्षमा या नेपाली काङ्ग्रेसभित्र रहेका जति पनि नेताहरू छन् उनीहरूमा त असाध्यै ठुलो त्रास आइसकेको थियो। कहीँ कतैबाट बच्ने उपाय नभएपछि एउटा अस्त्रको रूपमा चाहिँ देउवालाई युज गरेको देखिन्छ। मैले कहीँ कतै एउटा इन्टरभ्यूमा अर्जुन नरसिंह केसीले भनेको सुनेको थिएँ, हामी जेनजी आन्दोलनको अघिल्लो दिन देउवालाई रिक्वेस्ट लिएर गएका थियौँ देउवाको निवासमा। हामीले त्यहाँ गएर भनेका थियौँ असाध्यै ठुलो आन्दोलन हुनेवाला छ, यो भयावह स्थिति हुनेवाला छ, हामी सरकारबाट समर्थन फिर्ता लियौँ, अहिलेको ओली सरकारले जे गरिरहेको छ यो राम्रो गरिरहेको छैन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध यो राम्रो काम होइन, युवा असाध्यै आक्रोशित छन् भनेर भन्दै गर्दा यो जेनजी भनेको के हो भनेर सोधे। जेनजीको विषयमा फेरि गगन थापाले सबै अर्थ लगाइदिइसकेपछि हामी जहाँ गयो त्यहीँ यत्रो 5-7 हजार 8-10 हजारको भिड हुन्छ, हामीलाई सबैले फुलमाला पहिराइदिएकै छन्, वाह पाइएकै छ, हामीलाई हल्लाउन सक्ने कसको तागत, यस्तो आन्दोलन हुँदै गर्छ, आउँछ जान्छ, यसमा ठुलो लिन पर्ने कुनै पनि कारण देख्दिनँ भनेर देउवाले मुन्टो फर्काएपछि त्यसपछि अब हामी यहाँबाट हुन सक्ने र गर्न सक्ने केही पनि होइन, जे हुन्छ भगवानको भरोसा भनेर उनीहरू त्यहाँबाट निक्लिएर हिँडे। फलस्वरूप भोलिपल्ट जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनमा 20-22 जना भाइ बहिनीहरू कलिला बच्चाहरू लडाइदिएपछि त्यसपछि पर्सिपल्ट 24 गते के भयो त्यो त हामीले भनिराख्नै परेन। त्यो कारणले गर्दा फेरि पनि देउवा दूरदृष्टि राख्न सक्ने क्षमता गुमाइसकेका छन्। त्यो कारणले गर्दा देउवा कहीँ कतैबाट सुरक्षित छैनन्। देउवाले कुनै पनि हालतमा विश्वप्रकाश र गगनहरूसँग समन्वय गर्नुको विकल्प छैन। हस्त, धन्यवाद।